दर्शकवृन्द, यहाँलाई हार्दिक स्वागत छ। आज हामी छौँ कर्णाली प्रदेशको यात्रामा। आजको हाम्रो भिडियोमा हामी कुरा गर्नेछौँ कर्णाली प्रदेश सुर्खेत जिल्लामा रहेको धार्मिक स्थल काँक्रेबिहारको बारेमा। काँक्रेबिहार नेपालको प्राचीन बौद्ध हिन्दू तीर्थस्थल। काँक्रेबिहार सुर्खेत उपत्यकाको मुटुमा अवस्थित एक ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदा युक्त तीर्थस्थल हो। यो केवल पुरातात्विक स्थल मात्र होइन, इतिहास, धर्म र प्रकृतिको अनुपम सङ्गम पनि हो। हब नेपालले यसलाई हरियाली जङ्गलको बीचमा रहेको शान्त ओएसिसको रूपमा वर्णन गरेको छ। 12औं शताब्दीमा निर्माण भएको मानिने यो स्थल बुद्धको जीवन र शिक्षालाई चित्रण गर्ने जटिल ढुङ्गाका नक्कासीहरू छन्। काँक्रेबिहार नेपालको दोस्रो ठुलो र पुरानो बिहार मानिन्छ, जुन लुम्बिनी पछिको महत्त्वपूर्ण तीर्थस्थल हो। जुम्लाका खस शासक अशोक मल्लले निर्माण गरेको यो स्थल हिन्दू, बौद्ध र अन्य धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। यहाँ शिव, पार्वती, सरस्वती र बुद्धका मूर्तिहरू कुदिएका छन्, जसले मल्ल राजाको धार्मिक उदारवादलाई झल्काउँछ। काँक्रेबिहारको ढुङ्गामा कुदिएका जटिल मूर्ति र चित्रहरू 22औं शताब्दीको कला र धार्मिक अभ्यासको उत्कृष्ट नमुना हुन्। बुद्धको जीवन चित्रण गर्ने यी नक्कासीहरूले यस क्षेत्रको समृद्ध कलात्मक सम्पदा उजागर गर्छन्। शान्त वातावरण र कला संयोजनले आगन्तुकहरूमा गहिरो प्रभाव छोड्छ। काँक्रेबिहार काँक्रे वनले घेरिएको प्राकृतिक रिट्रिट हो, जहाँ विविध वनस्पति र जीवजन्तु पाइन्छ। यहाँ आगन्तुकहरूले जङ्गलको शान्ति र सौन्दर्यको आनन्द लिँदै इतिहास र संस्कृतिको अनुभव गर्न सक्छन्। यो स्थल प्रकृति प्रेमी र शान्त यात्रा खोज्नेहरूका लागि आदर्श गन्तव्य हो। 1934 को भूकम्पले काँक्रेबिहारमा ठूलो क्षति पुर्याएको थियो, तर उद्योग, पर्यटन र वातावरण मन्त्रालयले यसको पुनर्स्थापनाका लागि बजेट विनियोजन गरेको छ। यी प्रयासहरूले स्थलको ऐतिहासिक र धार्मिक महत्त्वलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। काँक्रेबिहार इतिहास, धर्म र प्रकृतिको त्रिवेणी हो। यसको प्राचीन संरचना, जटिल नक्कासी र शान्त वातावरणले नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदामा रुचि राख्ने जो कोहीका लागि अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य बनाउँछ। दर्शकवृन्द, के तपाईँले काँक्रेबिहारको भ्रमण गर्नुभयो त? यदि गर्नुभएको छैन भने एकचोटि अवश्य गर्नुहोला।